हेलो नमस्ते सबैलाई, कस्तो हुनुहुन्छ तपाईहरु? आइ सबैजना सन्चै अनि आरामै हुन्छ होला। अनि आज चाहिँ म बिहानै बहिनीको रिजल्ट लिन जानला भक्तपुर। सो गाइस हेर्दिनु होला कस्तो हुन्छ के हुन्छ। अनि यदि नयाँ हुन्छ भने सब्स्क्राइब गरिदिनु, लाइक कमेन्ट गर्नु नभुल्नु होला है त गाइस। ल गाइस म चाहिँ घरबाट निस्केँ है। म एकछिन यहाँ बहिनीलाई लिन जान लाग्यो। बहिनी चाहिँ तल बस्छ नि त, अनि बहिनीलाई लिएर जानु पर्यो नि रिजल्टको दिन त। जस बिहानै हिँडेको छु 7:30 7:30 भयो होला क्या सायद। फेरि अफिस पनि जानुपर्छ नि त। रिसले फायर भइसक्यो होला। अघिदेखि फोन गराएको रहेछ यार। फेरि मलाई ढिलो हुन्छ क्या, अफिस जानु पर्यो नि त। अनि त्यही भएर कहाँ गयो फेरि। यही बहिनीको रिजल्ट लिन जानला है, सिया है। सियाको रिजल्ट लिन जानला गाइस, मेरो बहिनी हो। सिया एकैछिन बसिहाल्यो, सियाको नाक च्याप्पिहाल्छ नि। ल गाइस हेर्दै गर्नु होला है। के अरे रिजल्ट भ्लगमा हाल्छु अब। ए हुन्छ, केही हुँदैन। हुन्छ हुन्छ हुन्छ। अनि अलिक तनाव भइरहेछ गाइस यार, माइक नचलेर बर्बाद भइरहेछ। फेरि माइक किन्नु पऱ्यो। माइकले लास्ट दुःख दियो क्या। यदि तपाईँहरूलाई राम्रो माइकको थाहा छ भने प्लिज भनिदिनु होला, सजेस्ट गरिदिनु होला। अब DJI-को मिनी माइक लिउँ भने फेरि अब यो गोप्रोमा अलिक गाह्रो हुन्छ जस्तो लागेको छ क्या। अब एकचोटि बुझ्नु पऱ्यो। यो सानोतिनो माइक लिएर होइन, माइक चाहिँ फेरि बबाल छ मैले चलाइरहेको माइक, तर धेरै भयो। अब फेरि त्यो वायरवाला हो क्या, अनि घरि चल्ने घरि नचल्ने भइरहेछ गाइस। अहिले पनि अब कस्तो भइरहेछ मलाई खासै थाहा छैन है। अब चलाइरहन्छ भने प्लिज गाइस नरिसाइदिनु होला। चलाइरहेछ भने त त्यही त हो नि गाइस होइन। अनि म चाहिँ यो अहिले हामी कपनभन्दा माथिको हाइटको बाटो जाँदैछु है। अब एकैचोटि कहाँ निस्किने नै थाहा छैन गाइस। मूलपानी निस्किने होला सायद मेरो विचारमा। चिसो छ गाइस यार लास्टै। ल गाइस हामी चाहिँ यहाँ जोरपाटी चोक आइपुग्यो। उताबाट आएको जहिले आएर नि बाटो आयो चाहिँ अहिले पुगिसक्थ्यो। हामी बेकार मैले उताबाट ल्याएर झन् लङ भइदियो क्या गाइस। अब त्यही पनि केही छैन। जो आज घाम चाहिँ रातो रातो लागिरहेछ। अब यो कुवालोले गर्दा चाहिँ खासै मौसम चेन्ज भएको छैन। सायद अब पानी नै पर्नुपर्छ यो मौसम चेन्ज हुनलाई। अनि मास्क चाहिँ अनिवार्य लाउनु होला गाइस, किनकि मास्क लगायो भने अलिक सेफ होला है। नभए यत्तिकै हिँड्नुभयो भने चाहिँ तपाईँको बिजोकै हुन्छ गाइस। बिरामी, ज्वरो, खोकी, रुगा अनि घाँटी दुख्ने समस्याले सताउन सक्छ। सो गाइस मास्क चाहिँ लाउनु होला गाइस। हामी चाहिँ यहाँ डेकुचा आइपुग्यौँ है। अब डेकुचाबाट यहाँ बहिनीको स्कुल जाँदैछौँ। बहिनी चाहिँ उता कपन आएको थियो क्या हाम्रो दिदीको घरमा बस्नलाई। अनि त्यही भएर रिजल्ट लिन चाहिँ यहाँसम्म आएको गाइस। नमस्ते। ल गाइस यही नै रहेछ स्कुल है। ल अब चाहिँ सियाको रिजल्ट हेर्छौँ है त गाइस। बहिनीको रिजल्ट लिन आएको है। बहिनीको स्कुल चाहिँ यही हो। बहिनी सिया रिजल्ट होइन आज। अब कतिवटा आलु खान्छ हेर्नुपर्छ है त गाइस। सियालाई रिजल्ट दिँदैछ है गाइस। बहिनीको रिजल्ट दिँदैछ गाइस। बहिनीले चाहिँ रिजल्ट लिएर आयो। रिजल्ट ल्यायो है। रिजल्ट के भएछ? ए आएछ गाइस। आज पार्टी सियाले हामीलाई पार्टी दिन्छ है गाइस। पार्टी चाहिँ के आयो भनेको थियो है, एउटा होल चिकन अनि पिज्जा अनि केक काट्नुपर्छ भनेको थियो है सियाले। अहिले चाहिँ भन्दैछ स्कुलमा गाइस। ल गाइस हामीले चाहिँ बहिनीको रिजल्ट पनि लियो, देखिहाल्नु ए आएछ है गाइस। अनि मेरो बहिनीलाई कङ्ग्रेचुलेसन भन्नु होला है गाइस सबैले कमेन्टमा। अनि उयो मेरो बहिनी कति क्युट छ, मास्क लाएर मात्र हो। यता हेर्दै नि सिया फेरि, यता हेर्दै नि प्लिज हेर्दै। ए नक्कली सिया, हाम्रो नक्कली सिया है गाइस। ए सियाले पढ्ने बुक। रहेछ गाइस यार स्कुल त। सिया यो चाहिँ के हो? सिया हो माथि क्लासमा अपडेट हुन्छ अरे गाइस। हाम्रो बहिनीको आज रिजल्ट डे। सबैले कङ्ग्रेचुलेसन भनिदिनु। ए ल्याएको छ हाम्रो बहिनीले। अब यसरी सधैँ बहिनीले ए ल्याइरहन्छ। कहिलेकाहीँ गोलो गोलो आलु पनि ल्याउँछ होला। ल्याउँदैन?
ल गाइस हामी चाहिँ बहिनीको रिजल्ट पनि लियौँ अनि रिजल्ट लिएर बाहिर निस्किसक्यौँ अनि फेरि त्यो बुक लिनुपर्ने रहेछ क्या बहिनीको चाहिँ अब 4 क्लासमा जाने हो नि त बहिनी अनि त्यही भएर बुकको फोटो खिच्न गएको छ त्यही भएर एकछिन बसिरहेको अनि रिजल्ट कस्तो भएछ अहिले म खाजा खाने टाइममा देखाउँछु है त गाइस यताको बाटो चाहिँ लास्टै साँगुरो छ क्या गाइस त्यही भएर अलिक डर लाग्छ क्या स्वाट कहाँबाट के आउँछ न अन्त बाटो नि साँगुरो छ भाइ गाडीहरू फेरि यता र उता र यता गर्छ साइको हुने क्या अघि एउटा कारले झन्डै हान्थ्यो भने म्याम क्यामेरा अफ थियो नभए त्यसको मैले म्याच खोल के गर्थेँ आमा यो गरेर न कस्तो छ क्या एउटा मात्र क्या ठिङ भुइँचालो अन्त लिन्टिङ हालिदिन्छ होला गाइस भुइँचालो अन्त लिन्टिङ हालिदिन्छ होला गाइस हामी चाहिँ अहिले यो ठ्याक्कै बागमती पहेँलो पुल आइपुग्यो है यो चाहिँ नयाँ बस्ती र गठाटा जाने पुल हो गाइस त्यस फर्किसक्यो हामी आगो आइदिएको अफिस पनि जानुपर्छ के गर्नु यस्तै हो काम गर्नै पर्यो अनि हामी चाहिँ यहाँ खाजा खान लगाएको है यहाँनिर चाहिँ खाजा एकदम मिठो पाउँछ रोटी तरकारीहरू सो एकछिन खाजा खान्छौँ अनि त्यस पछाडि घर जान्छ अनि घरबाट फेरि अफिस आउँछ गाइस अनि अब बहिनीको रिजल्ट पनि देखाउँछ है त गाइस सिया खाजा खाने हो अब सिया तिमीलाई खाजा के मनपर्छ अफ छ क्यामेरा अफ छ खाजा के मन स्टाइल हेर नि स्टाइल मेरो बहिनीको ल गाइस खाजा खान्छौँ अनि फेरि गफ गर्छ है त सिया म्याम बस्नुहोस् हेभ अ सिट सियाले A+ ल्यायो हाम्रो सियाको रिजल्ट है सिया भदैले सियाले आफै गरेको ड्रइङ वाउ कति राम्रो बनाउँदैछ सियाले रिजल्ट हेरौँ गाइजी के ल्याएछ ताली वाउ सियाले चाहिँ इङ्ग्लिसमा 3.6 नेपालीमा 3.6 सी म्याथमा चाहिँ 3.2 B+ ल्याएर साइन्समा के ल्याएर B+ ल्याएर 3.2 ब्याड मेरो सेरोफेरोमा चाहिँ A+ ल्याएर कोपा परीक्षाको चाहिँ A+ ल्याएर गाइस पुरा गरेर हाम्रो एक्सिलेन्ट रे गाइस ड्रइङमा A+ आमाम हो सियाले राम्रो ल्याउँदो रहेछ रिजल्ट यो चाहिँ के हो सिया क्यास थोरै हालिदिनु वाउ सियाको यो चाहिँ के हो हाम्रो चाहिँ यस्तो हुँदो रहेछ यार एक्जाम त हाम्रो पालामा त लेख्नु पर्थ्यो त पुरा वाउ सियाले बनाएको स्टारवाला वेल सिया रहेछ वेलको नाम पनि सिया वेल यो नि सियाले बनायो होला बिरालो सिया हो हाम्रो रिजल्ट ल्याउने मान्छे हेर्नुहोस् अनुहार छ पे गाइस खाजा पनि आयो गाइस त्यहाँको रोटी आलु चाहिँ बवाल लाग्छ है मलाई चाहिँ गाइस रिजल्ट अहिले एकछिनमा हेर्ने अब खाजा खाने अनि हेर्ने है हाई गर्दैछ आज खुसी छ रिजल्ट बेलुका चाहिँ सियाको पार्टी छ है गाइस तपाईँहरू पनि आउनु सक्नुहुन्छ ल गाइस हामीले चाहिँ त्यहाँ देखिहाल्नुभयो खाजा पनि खायौँ त्यस त्यहाँ चाहिँ आलु रोटीहरू यस्तो बवाल पाउँछ क्या मिठो लाग्छ क्या त्यहाँ चाहिँ अनि त्यही भएर त्यहीँ खाएको लगभग 600-700को खाएछौँ गाइस यार तीनजनाले 700को खाइदिएको कस्तो खाइदियो होला त अब चाहिँ म घर जान्छु अनि घरबाट बहिनीलाई छोडेर अनि फेरि अफिसतिर लाग्छु गाइस आजले यति नै फेरि नयाँ भ्लग लिएर आउनेछु यहाँ प्लिज माया देखाइदिनु होला आफ्नै भाइ सम्झेर अनि नयाँ हुन्छ भने सब्सक्राइब पनि प्लिज गरिदिनु होला आफ्नो साथीभाइहरूलाई सेयर पनि गरिदिनु अब यस्तै हो अब बिस्तारै गर्दैछु मेहनत गर्दैछु अब अलिअलि कामले गर्दा भ्याएको छैन नभए मजासँग भ्लग हाल्न कोसिस गर्नेछु आजलाई यति नै बाई बाई गाइस टेक केयर सी यू अन नेक्स्ट भ्लग लभ यू गाइस जय नेपाल